नमस्कार, म तपाईहरुकै प्रिय कार्यक्रम प्रस्तुता प्रदीप तामाङ। आज पनि फेरि अर्को टेबल टकमा तपाईहरुलाई स्वागत छ। नमुना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडी मार्फत हेरिरहनु भएको सम्पूर्ण आदरणीय दर्शक, श्रोता तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक स्वागत गर्दछु। सम्पूर्ण आदरणीय महानुभावहरु, आज पनि हामी यस टेबल टकमा तपाईहरुलाई नयाँ ज्ञानवर्धक र रोचक विषयवस्तु लिएर उपस्थित भइसकेका छौं। त्यसैगरी आजको यस टेबल टकमा मसँग अतिथिको रूपमा हुनुहुन्छ यसै विद्यालयको कक्षा 6 मा अध्ययनरत एक प्रतिभाशाली विद्यार्थी, जसले नमुना एकाडेमीमा अध्ययनमा मात्र होइन अनुशासन र सक्रियतामा पनि उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएकी छिन्। अब बिना ढिला स्वागत गरौँ आजको विशेष अतिथि रेश्मिता बुढाथोकीलाई। स्वागत छ रेश्मिता। धन्यवाद सर। के छ खबर रेश्मिता? ठिकै छ सर। आजको यस टेबल टकमा म तपाईसँग विभिन्न विषयवस्तुसँग सम्बन्धित भएर प्रश्न सोध्नेछु। सबैभन्दा सुरुमा त म तपाईलाई पढाइको बारेमा नै सोध्न मन लागिहाल्यो। तपाईको जीवनमा, तपाईको विचारमा पढाइ किन महत्त्वपूर्ण छ होला? पढाइले ज्ञान, सिप र राम्रो भविष्य बनाउन मद्दत गर्छ, त्यसैले पढाइ महत्त्वपूर्ण रहेको छ। अनि तपाईको विचारमा राम्रोसँग पढ्नका लागि चाहिँ कस्तो वातावरण चाहिन्छ होला नि? शान्त, सफा र ध्यान केन्द्रित वातावरण चाहिन्छ। तपाई अध्ययन गर्ने क्रममा कसरी र कस्तो माध्यमबाट पढ्नुहुन्छ नि? म तालिका बनाएर एकान्त वातावरणमा पढ्छु। अनि तपाईलाई सबैभन्दा गाह्रो लाग्ने विषय कुन हो र किन? म्याथ हो, किनकि यसमा धेरै अभ्यास गर्नुपर्दछ। तपाईले पढ्ने क्रममा यो मोबाइल र पढाइ बीचलाई चाहिँ कसरी सन्तुलन राख्नुहुन्छ होला? पढ्दा मोबाइल टाढा राख्छु र समय छुट्याउँछु। अत्यन्तै राम्रो विचार प्रस्तुत गर्नुभयो। अब आजको यस टेबल टकमा पढाइको कुरालाई यही थाती राख्दै अब भने अलिक रोचक विषयवस्तुतर्फ अगाडि बढौँ। अबको प्रसङ्ग कुनै एक रोज्नुहोस्। तपाईलाई मनपर्ने साथीहरूमध्ये खुसी भट्टराई कि अस्मिता लिम्बू? दुवैजना। अनि तपाईलाई मनपर्ने गुरुहरूमध्ये अबिन श्रेष्ठ कि उत्सव रेग्मी? दुवैजना। तपाईलाई मनपर्ने खेलहरूमध्ये फुटबल कि भलिबल? भलिबल। अनि तपाईलाई मनपर्ने नायिकाहरूमध्ये प्रियङ्का कार्की कि केकी अधिकारी? प्रियङ्का कार्की। तपाईलाई मनपर्ने नेताहरूमध्ये बालेन्द्र शाह कि हर्क साम्पाङ? बालेन्द्र शाह। अत्यन्तै राम्रो विचार प्रस्तुत गर्नुभयो। तपाईले प्रस्तुत गर्नुभएको विचारप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब भने आजको यस टेबल टकमा माई फेभरेट प्रसङ्गतर्फ लागौँ। तपाईलाई मनपर्ने विषय? नेपाली तथा सामाजिक। तपाईलाई मनपर्ने गुरु? सबै गुरु, किनकि सबैले मलाई यत्तिकै माया गर्नुहुन्छ। तपाईलाई मनपर्ने फुटबल खेलाडी? रोनाल्डो। तपाईलाई मनपर्ने ठाउँको नाम भन्नुहोस् त। पोखरा। अनि तपाईलाई मनपर्ने गायिकाको नाम? एलिना चौहान। अत्यन्तै राम्रो विचार प्रस्तुत गर्नुभयो। अबको प्रसङ्ग कुनै एक प्रतिभा देखाउनुहोस्। म तपाईलाई 3वटा विकल्प दिनेछु, त्यसमध्ये तपाईले एउटा प्रतिभा सुनाउनु पर्ने हुन्छ। गीत, कविता र चुटकिला मध्ये के सुनाउनुहुन्छ? म थोरै गीत गुनगुनाउनेछु। जुन हेरी तिमीलाई हेरौला, ए हेरौला, फुलै टिपी तिमीलाई सजाउला। धन्यवाद। तपाईको अत्यन्तै मिठो आवाजसँगै विचार अनि अभिव्यक्ति साँच्चीकै उत्कृष्ट छ। अब भने आजको यस टेबल टकको हामी अन्त्यतर्फ आइसकेका छौँ। र आजको यस अन्त्यको सेगमेन्टमा रहेको छ तपाईले कसलाई कसरी चिन्नुहुन्छ। सबैभन्दा सुरुमा त तपाईको गुरुहरूबाटै सुरु गरौँ। यस विद्यालयको आदरणीय भाइस प्रिन्सिपल सर चुडामणि बानिया। मलाई मनपर्ने गुरु एकदम मिलनसार। अनि तपाईको मिल्ने साथी देविका चौधरी। इमानदार, सोझी, सहयोगी र मिलनसार। राजेश हमाल। नेपालको महानायक। अनि रामकृष्ण ढकाल। मोडन नारायण गोपाल। अनि विराट कोहली। क्रिकेट प्लेयर। आजको यस टेबल टकमा अमूल्य समय दिनुभएकोमा म तपाईलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यस नमुना टेबल टकको तर्फबाट एउटा मायाको चिनो प्रदान गर्न चाहन्छु। कृपया ग्रहण गरिदिनु होला। धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, आजको हाम्रो टेबल टक यही समाप्त हुन्छ। यतिका समय यस भिडियो हेरेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आशा छ आजको यस भिडियोले तपाईलाई नयाँ ज्ञान प्रदान गर्ने नै छ। हामी यस्तै भिडियो चाँडै नै लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि नमुना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडीलाई सधैँ फलो गरिरहनुहोस्। त्यसैगरी आजको यस सामग्री, यस भिडियो मन परेमा तपाईहरूले अरूलाई सेयर गरिदिनु होला, किनभने एउटा भनाइ छ, बाडेर खाएको पो खाएको, एक्लै खाएको के खाएको भन्छन्। त्यसकारण सबैले सबै सामु सेयर गरिदिनु होला। हामी अर्को भिडियो लिएर चाँडै आउने नै छौँ। तबसम्मको लागि स्वस्थ, व्यस्त अनि मस्त रहनुहोस्। हवस् त, धन्यवाद।